ल बुवालाई चाहिँ मेरो छोरीले सहयोग गर्ने अरे यसो चिसो खानु भनेर राख्नु भयो राख्नु मेरो छोरीले चिसो खानु दिएको हुन्छ ल भयो राख्नु अब तपाईँलाई यस्तो रहेछ चिसो खानु यसो के मन लाग्छ खानु न है बाटो भने त मेरो छोरीले दिउँ न बाबा भन्यो है ल हुन्छ बुवा ल हस् हुन्छ बुवा ल लु यसो चिसो खानु मन लाग्छ तपाईँलाई के खानु मन लाग्छ खानु होइन म आउँछु बुवा यसो आउँदा कहिले काहीँ निस्किन्छु तपाईँलाई भेटिरहेको छु है ल बुवा ल सम्पूर्ण साथीहरूमा है म साथीभाइहरू यो भिडियो आज स्किप नगर्नु होला है एकदम ध्यान दिएर सुन्नु होला म एउटा आज अत्यन्तै संवेदनशील र मन छुने जानकारी लिएर उपस्थित भएको छु हजुरहरूको माझमा है यो एउटा कथा जस्तै भन्नु छ तपाईँहरूलाई या के भन्नु मैले है एकजना 82 वर्ष वृद्ध व्यक्तिको म तपाईँहरूलाई एउटा के भन्ने एउटा कथा भन्ने उसको जिन्दगीमा घटेका केही घटनाहरू र उसले पाएको पीडाहरूको विषयमा म तपाईँहरूलाई जानकारी गराउँदैछु है भिडियो केही लामो बन्न सक्ला तर तपाईँहरूले आशा छ हेर्नुहुनेछ र यो भिडियोलाई सक्दो सेयर गर्नुहुनेछ भन्ने पनि आशा गरेको छु र प्लिज गरिदिनु होला मेरो साथीभाइहरूले है उहाँ चाहिँ हुनुहुन्छ मादी नगरपालिका वार्ड नम्बर 4 मा जन्मिनु भएको लगभग आजभन्दा 2001 सालमा लगभग अहिलेको एज नै भने उहाँ 82 वर्षको हुनुभयो उहाँ जसको नाम चाहिँ रहेको छ साथीभाइ हो जसमान कोइराला विक भनेको अहिले हाम्रो मादी नगरपालिकामा कोही उहाँको त्यस्तो मान्छे हुनुहुन्छ र उहाँको रिलेटिभ हुनुहुन्छ भनेदेखि तपाईँहरूले म उहाँको एउटा सानो केही भिडियो क्लिप पनि हाल्नेछु र ध्यान दिएर पनि हेरिदिनु होला भन्ने हेर्नुहुन्छ भन्ने पनि साथीभाइले आशा गरेको छु है अनि उहाँको जन्म चाहिँ मादी नगरपालिका वार्ड नम्बर 4 मा भएको रहेछ उहाँ सानै उमेरमा इन्डिया जानुभएको रहेछ आफ्नो फ्यामिली आफ्नो यहाँको परिवारहरूलाई छोडेर सानो उमेरमा इन्डिया जानुभएको थियो रहेछ होइन उहाँ जानुभएको रहेछ अनि उहाँले उतै बस्नुभएको छ इन्डियामा तपाईँको उहाँ चाहिँ आसामको गोकाई छप्पडी भन्ने स्थानमा गएर बस्नुभएको रहेछ र उहीँ बिहे पनि गर्नुभएछ उहाँले अनि त्यसपछि बिहे पनि गर्नुभएछ उहाँको 3 जना सन्तान रहेछ साथीहरू है 3 जना सन्तान रहेछ 2टा छोरी पनि हुनुहुन्छ अरे उहाँको श्रीमती पनि हुनुहुन्थ्यो र उहाँ आजभन्दा 40 वर्ष अगाडि नेपाल फर्किनु भएको अरे है अनि उहाँ 40 वर्ष अगाडि नेपाल फर्केर पछि इन्डिया जाँदाखेरि उहाँको सरकारले या उहाँको गभर्नमेन्टले मलाई रिटर्न जानु दिएन त्यो भइसकिसके पछाडि ऊ नेपालमै रह्यो अहिले उसको उमेर उहाँको उमेर अहिले लगभग तपाईँको चाहिँ 82 वर्षको भयो अहिले हाम्रो नेपालको धनकुटा जिल्लामा एकदम उहाँ यसो एउटा नाति पर्ने नातिको घरमा एकदम व्यावहारिक अवस्थामा हुनुहुन्छ र उहाँको चाहना केही छैन त्यस्तो ठुलो मर्ने बेलामा मेरो सन्तान छ छोराछोरी छ तर मेरो छोरालाई पनि थाहा छैन म यहाँ छु भन्ने र मलाई पनि मेरो छोरा यहाँ छ भन्ने मलाई थाहा छैन भनेर उहाँले मलाई मेरो एउटा सानो सहयोग गरिदिनु भनेर उहाँको नातिले उहाँले मलाई एउटा सानो रिक्वेस्ट गरेको हुँदा साथीभाइ हो मैले यो काम गर्नुपर्छ हामी जतिको युवाले किनभने अझै पनि नेपालमा मानवता भन्ने चिज मरेको छैन तपाईँ हामी लाग्यौँ भने होइन एक लाग्यौँ भने यो भिडियोलाई कुनै अलिक राम्रो पत्रकारहरू या राम्रो युट्युबरहरूसम्म पुग्यो भनेदेखि मैले मेरो इन्डियामा केही साथीहरू हुनुहुन्छ है जुन राइजन ब्लगहरू चलाउनु हुनुहुन्छ भक्त भाइहरू साथीहरू है उहाँहरूसँग मैले यो विषयमा कुरा गरेको छु उहाँहरूले पनि एकदमै इन्ट्रेस्ट राखेर हामी कोसिस गर्नेछौँ भन्नुभएको छ र अरू पनि मेरो केही साथीहरू हुनुहुन्छ इन्डियामा जुन आसामतिर मेरो आफन्तहरू पनि हुनुहुन्छ म त्यो कारण नै खोजी गर्न लागिरहेको छु भिडियो चाहिँ मेरो साँच्चै नै सिरियस भएर हेर्नु भयो भने भिडियो एकदमै सिरियस हुनेछ साथीहरू है अब यो तपाईँहरूको एकदम दुःख पीडा उहाँको कथा व्यथा अहिले उहाँको स्थान हेर्ने है उहाँको पीडाहरू सुन्ने भने साँच्चै भने साथी मन हुन्छ त्यही भएर यो भिडियो तपाईँ सक्दो सेयर चाहिँ गरिदिनु साथीहरू है यो मैले खास मेरो आइडीको प्रमोटसँगै आजबाट मैले राम्रो कामको सुरुवात गर्छु समाजको लागि केही हितगफमा बोल्छु भनेर खास यो कामको थालनी गरेको छु है जसमा उहाँको छोराको नाम चाहिँ अहिले उहाँ भारतमा हुनुहुन्छ जो उहाँ है अहिले आसाममा हुनुहुन्छ र उहाँको छोराको नाम चाहिँ के रहेको छ भने नि साथीहरू साथीहरू उहाँको छोराको नाम चाहिँ राजु विक कोइराला जो आसामको गोकाई छपडीमा बस्दै रहनु भएको छ र यो मेरो भिडियो इन्डियाको आसामसम्म पुगेछ भने एकदमै हाम्रो नेपाली साथीभाइहरू र मैले नेपाली बुझेको बुझ्ने साथीभाइहरूले बोलेको बुझ्ने साथीभाइहरूले कृपया एकचोटि लागिदिनु होला उहाँको छोराहरूलाई खोजिदिउँ उहाँको यो मर्ने बेलामा अन्तिम चाहना हो साथीभाइहरू यहाँलाई मेरो नमन एकदमै साथीभाइहरू है म तपाईँहरूलाई मेरो कन्ट्याक्ट नम्बर र उहाँको कन्ट्याक्ट नम्बरहरू पनि छोडिदिनेछु भिडियोमा भिडियो केही लामो हुनेछ प्लसमा मेरो यहाँ अरू भिडियो पनि थप्नेछु हेर्दै गर्नु होला यो लामै भिडियो बनेको छ यो एकदमै हामी समाजमा केही गर्नुपर्छ भने हामी युवाहरूको एकदमै उत्तरदायी र भोलिको दिनमा अरू युवाहरूलाई पनि प्रोत्साहन हुनेछ साथी हो गर्नुपर्ने रहेछ भन्ने एकदमै लागि बरौँ है
सबैजनालाई नमस्कार। यो काममा तपाईँहरूले साथ दिनुहुनेछ भन्ने आशा गरेको छु र हाम्रो राइजिङ ब्लग जो हाम्रो सिक्किमको साथीहरू हुनुहुन्छ है उहाँहरूसम्म पनि यो भिडियो पुगोस् र उहाँहरूलाई मैले पनि भनेको छु र यहाँहरूको साथ सहयोग पाउँछु होला भन्ने ठुलो आशा गरेको छु साथीहरू। हस् नमस्कार है त ल।